जनताको लोकप्रिय सरकार बालन नेतृत्वको सरकारलाई पछ्याउँदै नियमित भिडियो बनाउने क्रममा हामी यस हप्ता बालन सरकारले के कस्ता कामहरू गरे र कस्ता निर्णयहरू भए भन्ने विषयमा रहेर आजको भिडियो तपाईँहरूको बिचमा प्रस्तुत गर्न गइरहेका छौँ। बालन शाहको नेतृत्वमा रहेको सरकारले यो 10औं हप्ता पार गरिरहँदा कस्ता खालका निर्णयहरू भए र यो हप्तामा के विषयले चर्चा पाए भनेर समग्र हामीले तपाईँहरूको बिचमा यो भिडियो लिएर आइसकेका छौँ। तपाईँ हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ अनि तपाईँलाई हाम्रो भिडियो कस्तो लागिरहेको छ कृपया लाइक, सेयर, सब्सक्राइब गरेर धेरैभन्दा धेरै साथीहरूको बिचमा पुर्याउन मद्दत गर्नुहोला। साथै तपाईँले आफ्नो ठाउँ हामीलाई कमेन्टमा लेखी पठाउन सक्नुहुन्छ। आउनुहोस् आजको भिडियो हामी सुरु गर्नेछौँ। बालनको 10औं हप्ता गणतन्त्र दिवस टुँडिखेलमा मनाइयो। बालनले बोल्ने जिम्मा राष्ट्रपति रामचन्द्र पौडेललाई दिए। यसै हप्ता बालन नेतृत्वको सरकारले 21 अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत भएको छ र 21 अर्बको बजेटमा सरकारी कर्मचारीहरूको तलब 21% वृद्धि भएको छ भने साउनदेखि लागू हुने गरी बिजुली बत्तीमा कर लगाउने सरकारले निर्णय गरेको छ। यसै हप्ता रोचक एउटा घटना घटेको छ। त्यो चाहिँ बालन शाहले सङ्घीय संसदमा सांसदहरूले उठाएको प्रश्न उत्तर कार्यक्रममा भाग लिएर प्रश्नको उत्तर दिनुभएको छ र प्रश्न उत्तर कार्यक्रममा उहाँले बोल्ने क्रममा सीमाको विषयमा भारतले पनि नेपालको सीमा मिचेको छ र नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने मलाई भर्खरै थाहा भयो भन्ने अभिव्यक्ति दिए पश्चात यसले ठुलो चर्चा पाएको थियो। बालन शाहको यो बोलीसँगै संसदमा प्रतिपक्षको ताण्डव, सभामुखलाई हातपातको प्रयास। रासपा सभापति रवि लामिछाने यसै हप्ता उच्च स्तरीय भारत भ्रमणमा हुनुहुन्छ। सरकारले सरकारी अस्पतालको मेसिनरी मर्मतको जिम्मा महावीर पुनलाई दिने निर्णय गरेको छ। यो सँगै तपाईँलाई यो हप्तामा थप केही नयाँ काम भएको छन् र यो विषय छुटेको छ भन्ने लागेको छ भने कृपया तपाईँले हामीलाई लेखी पठाउनुहोला र कमेन्ट गर्नुहोला।